परमेश्वरलाई धन्यवाद अनि कृषि अभिवादन सबैलाई न्यानो म जयमसी भन्न चाहन्छु। आज तपाईँले र मैले आफ्नो बुबा आमालाई हामीले घरबाट निकाला गरेका छौँ। निकालाका मतलब निकालेका छौँ बाहिर। अब बुबा आमा चाहिँदैन, हामी ठुला बहिन, हामी अब गर्न सक्छौँ भन्ने खालको सिद्धान्त अधिकांश अहिले हरेक छोरा छोरीको जीवनमा मस्तिष्कमा चाहिँ त्यो कुराहरू खेलिरहेको छ। आज बुबा आमालाई घरबाट बाहिर निकालेका छन्, आमालाई घरबाट निकालेका छन्, वृद्ध बाउ आमालाई हेपेका छन्, च्यापेका छन्। आज म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु मेरा प्रियजनहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु। थाहा छ तपाईँलाई, जुन दिन तपाईँ आमाको गर्भमा हुनुहुन्थ्यो नि, त्यो बेला तपाईँले आमालाई लात्ती हान्न सुरु गर्नुभएको। वास्तवमा जुन दिन तपाईँ पेटमा गर्भमा रचिँदै हुनुहुन्थ्यो, गर्भमा हुँदा नै जब तपाईँले आमाको पेटमा लात्ती हान्नुहुन्थ्यो, त्यतिखेर बाउआमा खुसी हुन्थे। किनकि आफ्नो छोराछोरीको सृष्टिको कुरामा रमाहाट गर्थे। तर संसारमा सृष्टि भइसकेपछि जब बाउआमालाई जब त्यो माया, त्यो प्रेम हुन्छ नि, त्यो प्रेमलाई चाहिँ ठुलो भइसकेपछि के हुन्छ, बाउलाई लात्तले हानेर बाहिर निकालेको छ, आमालाई लात्तले हानेर निकालेको छ, हेपेको छ। तर बाइबलको वचनले भन्छ वृद्ध अवस्थामा बाउआमालाई हेला नगर भनेर प्रभुको वचनले भन्दछ। म तपाईँलाई उत्साह दिन चाहन्छु यस घडी समयमा हितोपदेश 10 अध्यायको 1 पदलाई, सोलोमनको हितोपदेश है, सोलोमनको एउटा यस्तो बुद्धिमानको कुरा यहाँ गरिएको छ। बुद्धिमान छोराले आफ्ना बुवालाई खुसी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ। मेरा प्रिय, तपाईँको बुबा हुनुहुन्छ, तपाईँको आमा हुनुहुन्छ, आमालाई खुसी राख्नको लागि, बाउलाई खुसी राख्नको लागि तपाईँको मायाको खाँचो छ, तपाईँको प्रेमको खाँचो छ, तपाईँको अङ्गालोको खाँचो छ। हालेलुया। त्यसकारण प्रभुको वचनले भन्नुहुन्छ मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ। के आज तपाईँ र के म मूर्ख हौ? यदि तपाईँ कुन ठाउँमा हुनुहुन्छ, यो भिडियो हेर्दै गर्दा, यो परमेश्वरको वचन सुन्दै गर्दा तपाईँले आफूलाई निहाल्नुहोस् कि म मूर्ख छु कि म बाउ आमालाई माया गर्ने अथवा खुसी पार्ने म छोरो या छोरी हुँ भनिकन तपाईँले बुझ्दै हुनुहुन्छ। यो तपाईँको लागि हो आज, किनभने बाउ आमाहरू रुँदैछन्। बुझ्दै हुनुहुन्छ? बाउ आमा रुँदैछन्, पिरोलिँदैछन्। गर्भमा लात्ती हान्यो खुसी भए, तर अहिले जन्म दिइसकेपछि पढाए, हुर्काए, ठुलो बनाए, संसार देखाउने बनाए, आँखा उघारिदिए। आज त्यही बाउ आमालाई तपाईँले र मैले फेरि पनि लात हान्दैछौँ। त्यो लातले बाउ आमाको आँसु बगिरहेको छ, त्यो लातले आमाको पेट दुखिरहेको छ, बाउको हेर्नुहोस् त इच्छा चाहनाहरू छिया भएको छ। मेरा प्रियहरू, मेरा जवान भाइ बहिनीहरू, बाउ आमालाई आदर गर्नुहोस्, बाउ आमालाई प्रेम गर्नुहोस्, बाउ आमालाई माया गर्नुहोस्, बाउ आमालाई खुसी राख्नुहोस्। सबैभन्दा ठुलो कुरो, सबैभन्दा ठुलो आज्ञा परमेश्वरले भन्नुभयो, तिम्रो बाउ आमालाई चाहिँ आदर गर, आफ्नो बाउ आमालाई आदर गर, बाउ आमाको आज्ञा पालन गर, बाउको कुरा सुन, आमाको कुरा सुन भनेर परमेश्वरको वचनले भन्नुहुन्छ। आमेन। त्यसै गरेर आज तपाईँले र मैले है अन्यायसँग कमाएको धनको केही मूल्य छैन। आज संसारमा केही मूल्य पनि हुँदैन, तर धार्मिकताले मृत्युबाट चाहिँ छुटाउँछ। हालेलुया। धार्मिकताले तपाईँले र मलाई अनन्त जीवन दिन्छ। धार्मिकताको कुरालाई पछ्याउन सिकौँ। बुद्धिमानी मानिस त्यही हो जो प्रभुको वचनलाई आज्ञा पालन गर्छ, बाबा आमाको वचनलाई आज्ञा पालन गर्छ, खुसी तुल्याउँछ। आमेन। गड ब्लेस यु सबैलाई। जय मसीह।